ओके सो वेलकम ब्याक टु आवर न्यू भिडियो। योभन्दा पुरानो भिडियोमा मैले तपाईँहरूलाई जेनरल यसपालिको सेन्ट जेभियर्सको एडमिसन प्रोसेस कसरी हुनेछ त्यसको बारेमा भनेको थिएँ र त्यसमा एकजनाले चाहिँ इन्टरभ्यू क्वेसन्सको बारेमा सोध्नुभएको थियो र त्यही अत्यधिक मागलाई देखेर मैले यो भिडियो बनाउँदैछु। एन्ड ट्रस्ट मी यो भिडियोको लास्टमा तपाईँको पनि कन्डिसन यस्तै हुन्छ। मेरी सिलेक्शन हो गई है। हाँ, मेरी सिलेक्शन हो गई है। र भिडियोको लास्टमा मैले तपाईँहरूलाई पढाइ बाहेक अरू के कुराले इन्टरभ्यूमा म्याटर गर्छ, ड्रेसिङ सेन्सदेखि लिएर तपाईँको कुन ल्याङ्ग्वेज प्रिफर गर्दाखेरि ठिक हुन्छ त्यो सबैको बारेमा भन्नेछु। र तपाईँहरूले क्वेसन्सको पिडिएफ पनि पाउनुहुन्छ। सो वाच दिस भिडियो टिल द एन्ड। यो भिडियोको कमेन्ट सेक्सनमा मैले एउटा लिङ्क राखेको छु। त्यो लिङ्क हाम्रो वेबसाइटको छ। सो त्यो लिङ्कमा क्लिक गर्नुभयो भने हाम्रो वेबसाइट चाहिँ खुल्नेछ। अफकोर्स मोबाइलमा अलिक फरक भ्यू हुन्छ र यो वेबसाइट हामीले भर्खरै बनाएको छौँ। सो अहिले पनि यो स्टिल टेस्टिङ फेजमै छ र यसमा अब यो जुन फर्स्टमा देखिराख्नु भएको छ यो केएमसी स्कलरसिप कलेज चेकर, यो काठमाडौँ महानगरको स्कलरसिपको बारेमा छ। यसमा त जाँदै नजानु होला। अच्छा, हमको सिखा रिया है। तपाईँलाई अहिले जानुपर्ने भनेको डाउनलोड्समा जानु पर्यो है। सो डाउनलोड्समा जानुभयो भने तपाईँले यहाँ चाहिँ रिसोर्सेसमा सेन्ट जेभियर्स इन्टरभ्यू क्वेसन भनेर हेर्नुहुन्छ। सो यो फाइल तपाईँले इजिली यहाँबाट चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ है। सो अफकोर्स अब यहाँ चाहिँ हाम्रो ओपन भयो होइन। अब तपाईँले यो लगभग मैले एराउन्ड 50 क्वेसन्सहरू होइन, फिजिक्स, केमिस्ट्री अनि त्यसपछि बायोलोजी, म्याथमेटिक्स र एउटा जेनरल इन्टरभ्यू क्वेसन के आउन सक्छ त्यो सबै कभर गरेर एराउन्ड 50 क्वेसन चाहिँ राखेको छु है। अब इङ्ग्लिस नेपालीहरू चाहिँ कभर भएको छैन। आई होप तपाईँहरूले त्यो चाहिँ आफैले हेर्न सक्नुहुन्छ होइन। सो तपाईँले एटलिस्ट अब यही क्वेसन आउँछ भन्ने नि छैन, कुनै ग्यारेन्टी छैन, बट जेनरल चाहिँ यस्तै यस्तै खालको क्वेसन हुनसक्छ है। तपाईँलाई जस्तै डिफ्रेन्स बिट्विन मास एन्ड वेट होइन, यो पर्सनली मलाई पनि क्वेसन यस्तै यस्तै डिफ्रेन्सिएट बिट्विन खालको आएको थियो होइन। मलाई आएको क्वेसन भनेको यो 1 एस्ट्रोनोमिकल युनिटको बारेमा थियो। त्यस्तै यो अर्को क्वेसन भनेको न्युक्लियर फिजन र फ्युजनको डिफ्रेन्स बिट्विन चाहिँ सोध्नु भएको थियो। एक्चुअली यो क्वेसन कस्तो खालको पर्छ त्यो चाहिँ तपाईँको इन्टरभ्यू प्यानलमा कुन टिचर बस्नु भएको छ त्यसमा डिपेन्ड गर्छ है। जस्तै अब फिजिक्सको फ्याकल्टी हुनुहुन्छ भने फिजिक्सको क्वेसन बढी सोध्नुहुन्छ होला। त्यस्तै अब अरू केमिस्ट्री पढाउने हुनुहुन्छ, बायो पढाउने हुनुहुन्छ भने त्यस्तै क्वेसन चाहिँ बढी आउँछ है। सो त्यो चाहिँ अब तपाईँलाई अफकोर्स थाहा हुँदैन होइन कुन फ्याकल्टी पढाउनुहुन्छ। अब म्याम हुनुहुन्छ भने बायोकै होला भनेर अब गेस चाहिँ नगर्नु है। सो जेस त्यसमा चाहिँ डिपेन्ड गर्छ होइन। अब जुन फ्याकल्टीको पऱ्यो नि क्वेसन सोध्ने प्याटर्न चाहिँ त्यस्तै हुन्छ। तपाईँको क्लास 10कै बेसिक कुराहरू सोध्नुहुन्छ। अब त्यसमा चाहिँ तपाईँले आउँदैन भने अनेस्टली चाहिँ मलाई आउँदैन भन्नु पऱ्यो होइन। त्यसमा कुनै पनि धेरै दिमाग चाहिँ नलगाउनु होला है। त्यो कुरा चाहिँ याद गर्नुहोस्। अनि आयो भने त्यसलाई कसरी राम्ररी बुझाउन सक्नुहुन्छ त्यो कुरा चाहिँ ध्यान दिनु होला। अब जस्ट यसमै कुनै क्वेसन्सहरू हेर्ने भने ल म्याथ्सको एउटा क्वेसन हेरौँ है। अब के छ क्वेसन त, इफ सेट इज अ कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट्स देन हाउ अ नल सेट एक्जिस्ट। अब हामी सबैले पढाएको छौँ होइन, सेट भनेको कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट्स भन्छौँ, कलेक्सन भन्छौँ। अब कलेक्सन छ भने नल सेट फेरि किन एक्जिस्ट हुन्छ त? नल सेटमा त कुनै पनि अब्जेक्ट हुँदैन, कुनै पनि इलिमेन्ट हुँदैन। सो कुनै पनि इलिमेन्टै छैन भने त्यसलाई कलेक्सन कसरी भन्ने, कलेक्सन छैन भने त्यसलाई सेट कसरी भन्ने? अब नल सेट चाहिँ किन हुन्छ त? यस्तो तपाईँको कन्सेप्चुअल क्वेसनहरू आउन सक्छ। ल यो क्वेसनको एन्सर तपाईँले कमेन्टमा लेख्न सक्नुहुन्छ है। तपाईँहरूलाई च्यालेन्जै छ यो होइन। यस्तै क्वेसनहरू चाहिँ आउँछ होइन। जस्तै प्र्याक्टिकल क्वेसन गर्दाखेरि वाइ इज म्याथमेटिक्स इम्पोर्टेन्ट इन डेली लाइफ होइन। यो तपाईँको हाम्रो खासमा एउटा म्याथ्सको फ्याकल्टीमा हुनुहुन्छ सर, उहाँ चाहिँ एकदमै प्र्याक्टिकल बेसमा चाहिँ उहाँले पढाउनुहुन्छ होइन। सो उहाँ चाहिँ पढ्नुभयो भने तपाईँलाई मोस्ट प्रोबेबली यो क्वेसन चाहिँ आउन सक्छ है। सो आई होप तपाईँले सब्जेक्ट वाइज चाहिँ मजाले हेर्न सक्नुहुन्छ होइन। अब अरू जेनरल इन्टरभ्यू क्वेसनको बारेमा कुरा गरौँ। अब यसमा चाहिँ मोस्ट इम्पोर्टेन्ट तपाईँको अब इन्ट्रोडक्सन चाहिँ अब एउटा च्याट जिपिटी भन्दा नि आफ्नो होइन के भन्न सक्नुहुन्छ, कति सर्टेन टाइम लिमिट्सभित्र नै होइन 2 to 3 मिनट्समा कति भन्न सक्नुहुन्छ आरामले त्यो प्रिपेयर गर्नु होला। त्यसपछि चाहिँ तपाईँहरूको अब यो कलेजमा किन पढ्न चाहनुहुन्छ त, यो पनि इम्पोर्टेन्ट क्वेसन नै छ है। यो क्वेसन पनि धेरैजसो क्यान्डिडेट्सलाई चाहिँ आउँछ। सो यसको पनि एउटा आफ्नो कस्टम एन्सर चाहिँ है, एउटा भनौँ न फेरि अगेन च्याट जिपिटी धेरै युज नगर्नु है, नत्र
सबैले त्यस्तै त्यस्तै एन्सर भन्छन्। सकिन्छ भने तपाईँले आफ्नै एउटा टच चाहिँ दिनु होला होइन। सो त्यस्तै अरू क्वेसनहरू पनि छन् होइन। त्यस्तै मलाई एउटा परेको क्वेसन भनेको कुन इन्स्टिट्युसनले यो कलेज रन गर्छ त्यो भयो। त्यस्तै अब तपाईँहरूलाई यो एकाडेमिक इयरको थिम के छ त्यो पनि सोध्न सक्यो होइन। त्यसपछि 10 वर्षपछि तपाईँले आफूलाई कहाँ देख्नुहुन्छ। सो यस्तो खालको जेनरल क्वेसन्सहरू चाहिँ हुनसक्छ यो जुनसुकै इन्टरभ्यूमा पनि हुन्छ होइन। र सब्जेक्ट वाइज क्वेसनहरू मैले यहाँ भनिसकेको छु। यो फाइल तपाईँले पाउनुहुन्छ यो PDF। त्यसपछि अब चाहिँ मैले तपाईँहरूलाई लास्टमा केही अरू इम्पोर्टेन्ट कुराहरू है, यो नर्मल हाम्रो नलेज चेकभन्दा बढी पनि पर्सनली मलाई चाहिँ के लाग्छ कि सेन्ट जेभियरको इन्टरभ्यूमा तपाईँको नलेजभन्दा पनि तपाईँको एटिट्युड तपाईँको बिहेभियरलाई चाहिँ बढी प्रायोरिटी चाहिँ दिन्छ। सो त्यस्तो कुराहरूमा के ध्यान दिनुपर्छ त मोस्ट इम्पोर्टेन्ट है। पहिलो कुरा तपाईँले चाहिँ टाइमलाई एकदमै भ्यालु गर्नु पऱ्यो। त्यो भनेको के हो त, तपाईँ स्ट्रिक्टली पङ्क्चुअल हुनु है। टाइम जे छ तपाईँको त्यो टाइमभन्दा आधी घन्टा 1 घन्टा अगाडि नै कलेजमा त्यो एरियामा चाहिँ जानु होइन। त्यसपछि चाहिँ तपाईँको टर्न आउँछ अनि तपाईँलाई बोलाउनुहुन्छ। धेरैजनाको मैले इन्टरभ्यू यही कारणले मिस भएको देखाएको छु, टाइममा नआएर र कुनै पनि अरू प्रोभिजन हुँदैन है। तपाईँको एकचोटि छुट्यो भने तपाईँ अगेन तपाईँले पाउनुहुन्न, जे गरे नि पाउनुहुन्न, बालेन्सालाई भने नि पाउनुहुन्न। सो जे होस् त्यो चाहिँ राम्ररी ध्यान दिनु होला है, स्ट्रिक्टली पङ्क्चुअल। त्यसपछि अर्को कुरा भनेको ड्रेसिङको कुरा गरौँ होइन। नर्मल ड्रेस होइन, तपाईँको अब सर्ट अथवा भनौँ न जिन्स अथवा जस नर्मल एउटा फर्मल टाइपको लगाउनु होला होइन। फेरि एकैचोटि अब कोट सोट नै लाएर जानु पर्दैन। तपाईँसँग मोस्ट प्रोबेबली अब इफ तपाईँसँग वाइट कुनै छ भने, वाइट सर्ट छ भने त्यो चाहिँ प्रिफर गर्नु होला। त्यसले चाहिँ एउटा राम्रो इम्प्रेसन चाहिँ पार्छ होइन वाइटले। अनि त्यसपछि हेयर स्टाइलहरू चाहिँ त्यो पनि एकदमै डिसेन्ट चाहिँ राख्नु होला है, डिसेन्ट राख्नु होला। पछि तपाईँले एडमिसन गराइसकेपछि त्यति धेरै म्याटर गर्दैन हेयर स्टाइल यो कलेजमा, तर एट द टाइम अफ इन्टरभ्यू चाहिँ डिसेन्ट राख्नु होला। अनि नेल्सहरू पनि तपाईँको हातको नेल्स चाहिँ त्यो पनि ट्रिम गर्नु होला। र स्पेसली बहिनीहरूलाई है, प्लिज अभोइड मेकअप है, यो चाहिँ नगर्नु होला। सो यति कुरा तपाईँले ध्यान दिनुभयो भने मोस्ट प्रोबेबली तपाईँले चाहिँ इन्टरभ्यू पास गर्नुहुन्छ होइन। फेरि मैले भनिदिँदैछु, इनकेस कुनै क्वेसन आएन भने त्यसको अनेस्टली चाहिँ एन्सर गर्नु होला, मलाई थाहा छैन भनेर। र अरू मैले बाँकी भनेको कुराहरू ध्यान चाहिँ दिनु होला है। डेफिनेटली तपाईँलाई सबै क्वेसन आउँदैन होला, त्यसलाई चाहिँ आफैले रङ आन्सर दिनुभन्दा त्योभन्दा राम्रो चाहिँ अनेस्टी चाहिँ देखाउनु होला है। सो अनि अर्को अपडेट चाहिँ धेरैजनाले मलाई होइन अब 4 GPA नै छ भने जस्तै अब हाम्रो 300 सिट्सवटा 300 बायोलोजीमा छ र 150 सिट्स कम्प्युटर ग्रुपमा छ होइन। अब अराउन्ड भनौँ न यसमा 450 सिट्स छ भने अब सबै 450 जनाकै 4 GPA छ भने त्यति बेला के हुन्छ, त्यसको क्वेरी चाहिँ त्यस्तो कुराहरू सोध्नु भएको छ। र एक्चुअली मैले पनि यो कुरा कलेजबाट नै तपाईँहरूलाई बुझेर तपाईँहरूलाई जानकारी दिन खोजेको थिएँ, तर कलेजको कुनै पनि रेस्पोन्स आएको छैन, मेलमा कुनै रेस्पोन्स आएन र कल गर्दा चाहिँ फोन कनेक्टै भएन। सो त्यहाँ डेफिनेटली त्यो कलेजको वेबसाइटमा एउटा नम्बर छ, यो कुरा तपाईँले वेबसाइट त्यो नम्बरमै कल गरेर चाहिँ बुझ्न सक्नुहुन्छ। र त्यहाँबाट चाहिँ तपाईँले अरूलाई अथवा हाम्रै कमेन्ट सेक्सनमा नै राखिदिनु भयो भने केही पनि पाउनुहुन्न, हामीसँग छैन केही दिनलाई। सो एनिवे आई होप तपाईँले यो आजको भिडियो बुझ्नु भएको होला। र इफ तपाईँलाई हाम्रो वेबसाइट तपाईँले हेर्न सक्नुहुन्छ, अहिले त हामीले त्यस्तो धेरै कुरा राखेका छैनौँ। तपाईँलाई काठमाडौँ महानगर रिलेटेड कुनै रिसोर्स चाहियो अथवा क्वेसन ब्याङ्कहरू त्यस्तो केही चाहियो भने तपाईँले भन्न सक्नुहुन्छ। अरू कुरा अब मैले सुरुमै भनिसकेँ, यसमा चाहिँ नजानु होला होइन। अब त्यसपछि तपाईँलाई अरू के को बारेमा भिडियो चाहियो तपाईँले कमेन्ट गर्नु होला, मैले ट्राई गर्छु बनाउन। सी यू इन द नेक्स्ट वान, गुड बाई।